प्रशान्त तामाङको डेथ भएर म त सक भइदिरहेको केटा। अब प्रशान्त तामाङलाई नचिन्ने कोही पनि छैन होला। इन्डियन आइडल विनर, त्यसपछि लाएर गोर्खा पल्टन मुभीमा यस्तो पपुलारिटी गेन गरे मान्छे, अब हृदयघातको कारणले डेथ भयो रे। अघि भर्खर न्युज आएको थियो, सुरुमै मैले अघि भर्खर कहिले उत्सवले न्युज हालेको, उत्सव भन्ने चिन्नुहुन्छ होला, उत्सव रसाइले के भन्ने उनले न्युज हालेको थियो। मलाई विश्वास लागेको थिएन, हुन्छ नि झुकेर के न्युज आएर कि कसैले हालेको अर्कोबाट सोचिरहेको थिएँ। तर अहिले भर्खर अब एनबिओहरूले त उता हाल्दाखेरि चाहिँ अब चाहिँ अलिअलि भए पनि विश्वास मान्नै पऱ्यो। म त सोचेको इमेजिनै गरेँ भन नि, त्यो कस्तो यार, त्यो सोच्नै नसक्ने कुरा कि हृदयघातको कारण डेथ भयो रे। के गर्ने जिन्दगी यार, यस्तो छ जिन्दगी। कसको अन्तिम कतिखेर हुन्छ, कहाँ हुन्छ केही थाहा छैन, कसरी हुन्छ। अनएक्सपेक्टेड यति धेरै लाइफमा हुन्छ होइन, सोच्दै नसोचेको कुरा। अब रेस्ट इन पिस प्रशान्त तामाङ। प्रशान्त तामाङले हामीलाई छोडेर गयो पनि उनले खेलेको मुभी, उनले खेलेका गीतहरू, उनले हुन्छ नि विश्वको सामु हामीलाई चिनाएका ती ठाउँहरू अझै पनि अविस्मरणीय हुनेछन् होइन। उनी गइसके पनि, उनी गए पनि गोर्खा पल्टन भन्ने जाउँला सर र रेलेमा गोर्खा पल्टन भन्ने गीत गुन्जिँदा अझै पनि उनी हामी बिचमै छन् भन्ने हामीलाई चाहिँ आभास हुनेछ। अवश्य नमजा लागेको छ यार, के छैन। अब गीत सुन्दा पनि कति झझल्का हुने है साथीहरू। ल रेस्ट इन पिस प्रशान्त तामाङ दाइ।